नमस्कार। आज हामी नेपालको एउटा निकै चर्चामा रहेको ठाउँको कुरा गर्दैछौँ। पर्वत जिल्लाको सदरमुकाम कुस्मा। कुस्मा सुन्दै आएको नाम हो। हामीसँग जे जति जानकारी लेखहरू छन् नि तिनले के देखाउँछन् भने कुस्मा अब सदरमुकाम मात्र रहेन। त्यहाँको प्राकृतिक सुन्दरता, मान्छेहरूको आस्था अनि खास गरी त्यो रोमाञ्चक खालको गतिविधिहरूले त्यसले गर्दा यो ठाउँ एकदम जीवन्त केन्द्र बनेको छ। हो। आज हाम्रो छलफलको खास उद्देश्य पनि त्यही हो, स्रोतहरूलाई केलाएर हेर्ने कि केले चाहिँ कुस्मालाई यस्तो फरक, यस्तो आकर्षक गन्तव्य बनायो त, के तत्त्वहरू रहेछन् त्यो बुझ्ने खोज्तल्ले। निश्चय पनि स्रोत हेर्दाखेरि के प्रश्न देखिन्छ भने नि कुस्माले आफ्नो जुन प्राकृतिक सम्पदा छ अनि त्यो ठाउँको भौगोलिक अवस्थिति त्यसलाई साह्रै राम्रोसँग प्रयोग गरेको रहेछ। एकदमै फरक फरक खालका पर्यटकीय अनुभवहरू सृजना गरेको छ। कसरी एउटै ठाउँले खै शान्ति खोज्नेलाई पनि अनि त्यो मुटु नै सिरिङ्ग हुने खालको रोमान्स खोज्नेलाई पनि तानिरहेको छ। त्यो चाहिँ साँच्चीकै रोचक छ। आज हामी यही मिश्रणलाई अलि विस्तृत रूपमा हेरौँला। ल त्यसो भए सुरु गरौँ न त सबैभन्दा बढी चर्चामा आउने कुराबाटै, साहसिक पर्यटन। स्रोतहरूले त कुस्माको परिचय नै यहीँबाट सुरु गरे जस्तो लाग्छ मलाई। त्यो विश्वकै दोस्रो अग्लो भनिएको कुस्मा घ्यादी झुलुङ्गे पुल, कतै त अहिले विश्वकै अग्लो पैदल यात्री पुल पनि भन्छन् रे है। ए हो र, खै त्यो दाबी त मैले पनि सुनेको। जोस एकदमै अग्लो छ। अनि त्यसपछि अरू पनि बने नि, कुस्मा बलेवा यान्त्रिक पुल, कालीगण्डकी माथि नै अर्को अग्लो पुल। एउटा स्रोतले त के भन्छ भने त्यहाँ नजिकै 3वटा अग्ला पुल छन् रे। यी पुलहरू त खालि वारपार गर्न मात्रै होइन होला नि, कालीगण्डकीको गहिरो खोज। वाउ। बिल्कुल त्यो त हो नै। हेर्नुहोस्, ती पुलहरू आफैमा इन्जिनियरिङको हिसाबले पनि गजब छन्, तर त्यो भन्दा पनि बढी के हो भने नि ती एउटा अनुभव बनेका छन् के। स्रोतहरूले के भन्छन् भने ती पुलहरू अब पूर्वाधार मात्र रहेनन्, ती आफैमा गन्तव्य भएका छन्। गन्तव्य नै हो। सोच्नुहोस् न, त्यो 344 मिटर लामो अनि 135 मिटर, खै कतै 148 मिटरसम्म पनि भन्छन्, त्यति अग्लो पुलमा हिँड्दा कस्तो होला। तल हेर्दा त्यो कालीगण्डकीको खोज। यसले गर्दा पर्यटकलाई त्यो रोमाञ्च पनि भयो, दृश्य पनि भयो, दुवै एकैचोटि। यहाँ रोचक कुरा के छ भने कुस्माले आफ्नो यो उचाइ र गहिराईको जुन विशेषता छ नि त्यसलाई एकदम रणनीतिक हिसाबले प्रयोग गरेको देखिन्छ। ओहो, यसले त पक्कै पनि संसारभरिका साहसी पर्यटकलाई तान्छ होला है। एकदमै तान्छ। त्यो त प्रमुख आकर्षण मध्ये एक भइहाल्यो। अनि त्यहाँ अरू के छन् रे? जिप लाइनको कुरा पनि छ, स्काई साइक्लिङ, स्काई क्याफे पनि भन्छन्। एउटै ठाउँमा यति धेरै एडभेन्चर अप्सन हुनुको कारण के होला? स्रोतले के भन्छ? यसमा नि दुईवटा कुरा महत्त्वपूर्ण देख्छु म स्रोत हेर्दा। पहिलो त त्यो ठाउँको भौगोलिक अनुकूलता नै भयो। कालीगण्डकी नदीले बनाएको त्यो गहिरो खोज अनि त्यसलाई जोड्ने अग्ला पुलहरू, त्यसले गर्दा बन्जी, स्विङ, जिप लाइन जस्ता कुराहरू गर्न प्राकृतिक रूपमै सजिलो भयो, आधारै बन्यो। प्राकृतिक आधार हो। अनि दोस्रो कुरा चाहिँ लगानी र उद्यमशीलता। स्रोतहरूले निजी क्षेत्रको सक्रियता र लगानीलाई पनि सङ्केत गर्छन्। उनीहरूले नै यी पूर्वाधार बनाएका, चलाएका हुन् अनि विश्वस्तरकै भनिएका यी गतिविधिले कुस्मालाई एउटा एडभेन्चर हब जस्तै बनाइदियो।